राजा महाराजाको बारेमा 250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए नेपाली जनताले बिर्सेको छ। मूर्ति चोर को हुन्? नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि धाग लगाउन मिल्छ। सुन तस्कर को हो? नेपाली जनताले बिर्सियो भन्न ठानेको। मैले जनताका छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र 10-15 हजार मान्छे उफार्दैमा त्यो त सम्भव छैन, तर दुस्साहस चाहिँ भएकै छ। त्यो दुस्साहसलाई हामीले भनेका छौं ईदको जवाब पत्थरले दिन माओवादी केन्द्र तयार छ, समाजवादी र गणतन्त्रवादीहरू तयार छन्। त्यसकारण हामीले आउने 15 गते हामीले एउटा केन्द्रीकृत कार्यक्रम काठमाडौँमा गर्दैछौं। देशभरि म अपिल गर्न चाहन्छु, तपाईहरू यहाँ नजिक भएको हुनाले सिन्धुपाल्चोकवासी जनता त्यसमा पक्कै पनि ठूलो मात्रामा सहभागी हुनुहुनेछ। म यो पनि तपाईहरुको अगाडि भन्न चाहन्छु कि यो जुन नौटंकीहरू देखाइँदैछ, मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ, धेरै चुरीफुरी नगरे हुन्छ। धेरै चुरीफुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेका छ। अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन्। अब नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ मैले। त्यसकारण हामी सबैले आवाज उठाउन पर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि, उनीको परिवारभित्र। सबैले बुझेछ नि नेपाली जनताले को हो मुख्य त्यसको प्लानर, त्यसको मास्टर माइन्ड को हो भन्ने जनतालाई थाहा छ। बिर्से भन्ने ठानेका छन् तिनीहरूले। तिम्रा आसेपासेहरूले त आफै